गाइजहरू हाम्रो यहाँ रोलर पल्टेर म उठाउन आउँदैछु उहाँ परदेखिको होइन हेर्नु न गाइज यसरी पल्टाइदिएर हुन्छ त नि यार त्यो रमाइलो छ ल खत्तम भइगयो त नि यार केही नगर्ने होइन यसलाई नछाउ यो त्यसलाई पल्टाउने गरेर मिल्ने गरी काँडो तान्नु पऱ्यो क्या यो अहिले जोदले ल्याउँदैछ खत्तम भइगयो त नि यार रोलर पल्टीको गाइजहरू माटो चाहिँ यो सामान नछोपिने गरी उस्तो गरेर राख्नु ल माटो छेउमा कति मान्छे तान्न मिल्ने गरी ल ल ल